हेलो गाइज, हामी अहिले दक्षिण कोरियामा छौँ। दक्षिण कोरियामा जाडो सिजन सुरु भएर मौसमहरू तपाईँ देख्न सक्नुहुन्छ। वाओ, वाट अ ब्युटी। अनि कोरियामा चाहिँ प्रायः जसो कम्पनीहरू चाहिँ बजार क्षेत्रभन्दा पनि अलिकति बजारबाट अलिकति भित्र ग्रामीण क्षेत्रहरूमा अथवा सहरमा होला नहुने ठाउँहरूमा म्याक्सिमम् हुन्छ। र हामी यहाँबाट चाहिँ बस चढेर बजार जानुपर्छ। अनि हाम्रो बजार चाहिँ यहाँदेखि लगभग 5-10 मिनट लाग्छ। अनि म कोरियामा बस चढ्दैछु। कोरियामा बस चढ्न चाहिँ के कसरी चढ्नुपर्छ त्यो चाहिँ म आज तपाईँहरूलाई देखाउँछु है त। एट दिस ब्युटी गाइज, वाओ। हामी लेट होइन, कोरियाको बस चाहिँ एक्ज्याक्ट टाइममा आउँछ जहिले पनि। म चाहिँ अलरेडी लेट भइसकेको छु। एन्ड दिस इज बस कार्ड होइन, यो चाहिँ हामीले गाडीमा बसमा अनि यसरी इन्ट्री गरिसकेपछि चाहिँ यसले तपाईँ चढेको ठाउँदेखि तपाईँ झर्ने ठाउँसम्मको चाहिँ अटोमेटिक यसबाट पैसा काट्छ। यो चाहिँ रिचार्जेबल हुन्छ है। एन्ड माई बस इज हेयर। 안녕하세요. 감사합니다. हामी चाहिँ अहिले कोरियाको बस चढिरहेछौँ। यो चाहिँ हाम्रो कम्पनीबाट हाम्रो सिने बोरेङ जाने चाहिँ बस हो। अनि यो कार्ड चाहिँ हामीले त्यहाँनिर चाहिँ इन्सर्ट गरेपछि म चढेको ठाउँदेखि झर्ने ठाउँसम्मको यसले चाहिँ अटोमेटिक पैसा हिसाब गरेर काट्छ होइन। अनि कोरियाको बसमा गाउँ क्षेत्रमा मान्छेको बसाइ कम हुने भएर मान्छे कोही छैन, खाली छ। एन्ड म अनि 2-4वटा वृद्ध बुवामा देख्न सक्नुहुन्छ। हामी यति मात्रै छौँ प्यासेन्जर होइन। यो चाहिँ हाम्रो कोरियाको याङचुङ्ग्री भन्ने गाउँ हो। अहिलेमा चाहिँ अहिले खेउल ऋतु चलिरहेछ। खेउल ऋतुमा चाहिँ रुखहरू चाहिँ यस्तो राम्रो देखिन्छ। हेर्नु त कति कति सुन्दर देखेको होला। यो अब कति किलोमिटर अगाडिसम्म यस्तै छ। We reached our destination. यसरी पैसा काट्यो मेरो होइन। ओर्लिने बेलामा चाहिँ पछाडिबाट ओर्लिनुपर्छ। There we go. हाम्रो बोर्याङ